नमस्ते गाइज सबैलाई शुभ समाचार। अहिले सम संस्कृति पार्टी हर्का साम्पाङका पार्टीमा सुदन किराती माओवादीका नेता वरिष्ठ नेता भएर सम संस्कृतिमा जोडिनु भएको छ र कुलमान घिसिङ पनि जोड्ने प्रयास गर्दैछ हर्का साम्पाङले जोड्ने। तर यसो गर्दै गर्दा अहिले राजसपाका नेता तथा कार्यकर्ताहरू तर्सेर डराएर पुरा सुदन किराती चाहिँ एमसीसीको दलाल हो यताउता भन्दै बौलाएर हिँडिरहेछन्। र आज राजसपाका सरकार आउँदा सुकुम्बासीलाई कुकुर पशु जसरी पुरा घर भत्काएर लखेटिरहेछ र तिम्रो लालपूर्जा छैन भनिराख्नु भएको छ। यसै गरी सम संस्कृति पार्टीका बहुमत आयो भने कतै बाहुनहरूलाई तिम्रो इतिहास छैन, तिमी यो देशको होइन भनेर लखट्ने त होइन। यसरी नै लखेट्यो भने कसो होला? अहिले जुन सुकुम्बासीलाई लालपूर्जा छैन भनेर लखटिरहेछ, बाहुनहरूलाई तिमीहरूको इतिहास छैन भनेर लखेट्यो भने कसो होला?